हरेक नेपालीको भान्सामा पाइने लसुनका राम्रा पक्ष त छँदैछन्, तर के तपाईहरूलाई थाहा छ कस्ता व्यक्तिहरूले लसुन खानु हुँदैन? अमृत मानेर हामीले लसुनको सेवन त गरिरहेका हुन्छौँ, तर कस्तो अवस्थामा अमृत विषमा परिणत हुन्छ त? लसुनमा के हुन्छ र के गर्छ लसुनले? आउनुहोस् आज लसुनको रोचक कुराहरूको बारेमा थाहा पाउनुहोस्। हामी सबैको भान्सामा पाइने लसुन स्वाद मात्र होइन, स्वास्थ्यका लागि पनि अमृत जस्तै मानिन्छ। काँचो लसुनमा पाइने एलिसियन तत्त्वले एन्टिब्याक्टेरियल एन्टिफङ्गल गुण दिन्छ र शरीरको सङ्क्रमणबाट बचाउँछ। बिहान खाली पेट 2-4 केस्रा लसुन खाँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ, खराब कोलेस्ट्रोल घटाउँछ र रक्तचाप सन्तुलनमा राख्छ। तर सबैका लागि लसुन फाइदाजनक हुँदैन। एलर्जी भएका, रगतको कमी भएका वा रगत पातलो बनाउने औषधि खाइरहेका व्यक्तिहरूले लसुन खानु हुँदैन। गलत अवस्थामा सेवन गर्दा अमृत विष बन्न सक्छ। कुनै रोगबाट ग्रसित अथवा औषधि खाइराख्नुभएका बिरामीहरूले भने डाक्टरको सल्लाह लिन अनिवार्य हुन्छ।